ल अब हामी यो धौलटाउरा भन्ने ठाउँमा आइसकेका छौँ। यो धौलटाउरा हो। यो फोन क्यामेरा भएर त्यस्तो उल्टो देखिरहेछ। यो धौलटाउरा भन्ने ठाउँमा हामी आइसकेका छौँ। मेरो जन्म भएको घर, मेरो घर कस्तो भएको छ त भन्ने कुरा म देखाउन गइरहेको छु। अहिले भर्खरै यस ठाउँमा यो पोल गाडिएको छ। हेर्नुहोस्, बिजुलीको पोल मात्र आइपुगेको छ। बत्ती आउनु कहाँ छ। यो छेडाघाट नगरपालिका वार्ड नम्बर 3 यो धौलटाउरा हो। अहिले म यहाँ आइपुगेको छु, यो धौलटाउरा आइपुगेको छु। बत्ती आएको छैन, तार छैन, तर पोल आइपुगेको छ है। ल मेरो जन्म ठाउँ, मेरो घर देखाउन गइरहेको छु। यो पहाडको घरहरू है, यो पहाडको घरहरू यस्तो ढुङ्गाको छानो हुन्छ है। यो ढुङ्गाको छानो हुन्छ। म जाँदैछु मेरो जन्मघर। अब देशको विकास भएन भन्ने साथीहरूले पनि यस्तो पहाडमा जबकि अझ पनि बत्ती आइपुगेको छैन, अन्धकारमा बस्न परिरहेको ठाउँमा एउटा बाबुराम भट्टराईले होला सायद, त्यो मलाई त्यति ठ्याक्कै थाहा भएन। बाबुराम भट्टराईको पालामा हो कि यो मध्य पहाडी लोकमार्ग आउँदा म अहिले यो ठाउँमा आइपुगेको छु। सायद यस्तो विकट ठाउँमा यसरी पिच यो बाटो भएर साना कारहरू पनि आउने अवस्था पुगेको छ। विकास नभएको होइन, भएको हो। सहरलाई हेरेर विकासलाई तुलना गर्न मिल्दैन, गाउँलाई हेरेर विकासको तुलना गर्नुपर्छ। त्यसकारणले म मेरो जन्म ठाउँ देखाउँदैछु। मेरो जन्म ठाउँ, मेरो घर कस्तो अवस्थामा छ भन्ने पनि देखाउँदैछु। लगाइ जाउँ है। मेरो घर यहीँ तलको हो, यहाँ तल यो देखिरहेछ नि, यो देखिया छ नि, यो हो यो मेरो जन्मघर हो। यस्तो अवस्थामा छ गाइज, यो अवस्थामा छ। यो मध्य पहाडी खन्दाखेरि सलक यो सबै मेरो जमिन नै पर्छ। यो मेरो जमिन पर्छ। यो बाटो खन्दाखेरि यो सबै पुरिएछ, यो पुरिएछ। म त्यही ठाउँमा गएर देखाउँदैछु है। ल जाउँ है। यता स्वास्थ्य चौकी यस्तो छ। यो स्वास्थ्य चौकी है। यो एउटा उपमेयरको घर है। यो उपमेयरको घर हो। यो छेडाघाट नगरपालिका उपमेयरको घर, स्वास्थ्य चौकी। हेर्नुहोस् है, विकास बाटो यस्तो छ है। यो यस्तो बाटो छ। यो मेरो घर भएको ठाउँमा जाँदैछौँ। घर मेरो जन्म भएको ठाउँमा आइपुगेको छु। यस्तो अवस्थामा छ।